जो मान्छे आफ्नो हुन सक्दैन त्यही मान्छेको माया चाहिँ किन यति बढी लाग्ने हो क्या है। भगवानले पनि के सोचेर यस्तो बनाउँछ जस्तो लाग्छ क्या। जो मान्छे चाहिँ आफ्नो नसिबमै छैन, आफ्नो खप्परमै छैन, त्यो कुरा मलाई थाहा छ, तर पनि त्यही मान्छेको चाहिँ एकदमै माया बढी लाग्दो रहेछ क्या। यो चाहिँ ह्युमन नेचर नै रहेछ। जो कुरा चाहिँ तपाईँले पाउन सक्नु हुँदैन त्यही कुराको आश बढी लाग्दो रहेछ क्या। अनि त्यही भएर आफूले आफ्नो फिलिङ्स चाहिँ सबैको अगाडि एक्सप्रेस गर्न जरुरत छैन जस्तो पनि लाग्छ। बुझ्ने मान्छेले आफै बुझ्छ, नबुझ्ने मान्छेले बुझ्दैन। उसलाई जति रोक्न खोजे पनि, जति सम्हाल्न खोजे पनि, जति माया गरेर राखे पनि त्यो मान्छे जान्छ नि, त्यो तपाईँको हुनै सक्दैन क्या। अनि तपाईँको फिलिङ्सको कदर गर्ने मान्छे नै छैन भने जो मान्छे आफ्नो हुन सक्दैन त्यही मान्छेको माया चाहिँ किन यति बढी लाग्ने हो क्या है। भगवानले पनि के सोचेर यस्तो बनाउँछ जस्तो लाग्छ क्या। जो मान्छे चाहिँ आफ्नो नसिबमै छैन, आफ्नो खप्परमै छैन, त्यो कुरा मलाई थाहा छ, तर पनि त्यही मान्छेको चाहिँ एकदमै माया बढी लाग्दो रहेछ क्या। यो चाहिँ ह्युमन नेचर नै रहेछ। जो कुरा चाहिँ तपाईँले पाउन सक्नु हुँदैन त्यही कुराको आश बढी लाग्दो रहेछ क्या। अनि त्यही भएर आफूले आफ्नो फिलिङ्स चाहिँ सबैको अगाडि एक्सप्रेस गर्न जरुरत छैन जस्तो पनि लाग्छ। बुझ्ने मान्छेले आफै बुझ्छ, नबुझ्ने मान्छेले बुझ्दैन। उसलाई जति रोक्न खोजे पनि, जति सम्हाल्न खोजे पनि, जति माया गरेर राखे पनि त्यो मान्छे जान्छ नि, त्यो तपाईँको हुनै सक्दैन क्या। अनि तपाईँको फिलिङ्सको कदर गर्ने मान्छे नै छैन भने